हेलो गाइज गुड मर्निङ के छ त अन्त वेलकम टु माई न्यू भ्लग होइन ए फेरि कहाँ बसेर बोल्दैछ भन्नुहुन्छ होला म चाहिँ यहाँ बसेर बोल्दैछु यहाँ ठिक देखेको छ नि मलाई एकदम यो देख्नु भएको हजुरले चिन्नुहुन्छ होला अब हामी चाहिँ लाग्यौँ काममा आफ्नो आफ्नो काममा लागेको छौँ दुईजना दिदी बहिनी हिँड्यौँ कहाँ माथि हैन नयाँ घर लाग्यो पुरानो घरलाई गुड बाई बाई भनेर हामी नयाँ घरतर्फ लाग्दैछौँ हामी लाग्यौँ है त अब यहाँ चाहिँ हाम्रो त बाटो चाहिँ भ्लग बनाउनलाई पुरा तयारी गर्दैछन् गाइजहरू यो के हो थाहा छ यसलाई भन्छ बेल्चा यता चाहिँ फेरि के भन्छ साबेल भन्दो रहेछ हामी चाहिँ लाग्यौँ उकालो गाइजहरू तपाईँहरू देखिराख्नु भएको होला हेर्नु यहाँ यस्तो हालत यस्तो पतली भएको नि भात चाहिँ अघि खाएको त्यही पनि अब फेरि खाउँ चाहिँ लाग्छ तर के गर्नु यस्तै भएको के गर्नु कस्तो दामी सिन देखिएको छ यार आइया ल चाहिँ चाइनिज फ्याक्ट्री खोल्नु ला हो त्यही भएर हो मजदुरी काम गर्ने हिँड्ने जत्तिकै भयो है हामीलाई मजदुरी काम गर्ने हिँड्ने जस्तै भयो है लाग्यो उकालो नयाँ घर बनाउनुलाई के हिलो बिछाउने माटो यहाँ त नि देख्यो नि है चिसो राम्रो भेना त आइसक्यो म यहाँ बोकेर टक्क लगाएर भेना हामी माटो बोक्नु भनेको यो बोक्दा हुन्छ यो बोक्ने अरे हुन्छ हजुर त्यहीँ लाउनुलाई हाम्रो काम गाइजहरू सुरु हुँदैछ यहाँ भेना आइसक्नु भएको छ नयाँ मजदुर ल्याएँ फ्रीको मजदुर नि फेरि पैसाको हो र फ्रीको नि चाहियो भने सम्पर्क गर्ने फ्रीमा त्यति चाहिँ गर्न सक्छौँ है हामी माइला दाजुको भिडियो बनाइदिउँ न धुम्रपान सेहतको लागि हानिकारक होता है भनेर भन्थ्यो तर उहाँले खानुहुन्छ स्वास्थ्यको लागि राम्रो धुम्रपान भनेको देखिसक्नु होला भन्न चाहन्छु म यसरी बस्छु अब लु बाटो भरौँ हामी है महिला हामी माटो सानो भएको अवस्था भएकोले यहाँ काट्दैछौँ होइन लगाइराख्नु हुन्छ नि त झ्याम हाल्ने लाने भनेर क्या यसरी हाम्रो नपाइ हुँदैछ गाइजहरू यहाँ हेर्नुहोस् तपाईँहरूले हेर्न सक्नुहुन्छ अब यो च्यार जान्छ यही बोट दिमाग छैन लु बनाइदिनु है राम्रो जरुर पसिना आएर मरे म साँच्चै यत्रो पुगिसकेँ आधी फेरि याद भएको छैन अरे यहाँबाट म ओसारिसकेँ हामीले यहाँबाट लिएर न है हात दुख्यो गाइजहरू हामी चाहिँ खाजा खाँदैछौँ माइला गाइजहरू हामी टक्कसँगले चिसो चाहिँ अब एकछिनमा आउँछ अरे अब खाँदै गर्नु के खानु भोक लाग्यो लाइटर ल्याइदेऊ नखाउला सब्जी देखायो